नमस्कार 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 अनि साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु सम्पूर्ण सङ्गीत प्रेमी मनहरूमा। मलाई यो जङ्गल, यो हरियाली, यी वनपाखा देख्दाखेरि आजभन्दा करिब 20 वर्ष अगाडिको 15 वर्ष अगाडिको झलझली याद आइरहेको छ कि तिनै वन जङ्गलमा दाउरा घाँस उकाली ओह्राली गर्दै गाई बाख्राको साथमा मिठा मिठा तिनै पुराना गीत सङ्गीतहरूको साथमा वन जङ्गलको यात्रा गरिन्थ्यो। मिरमिरेको घाम लर्के जवान तिम्रै हो रामाराम ढाँटे मरिजाम। पोखरामा बसमा चढौँला, बटोलीमा झरौँला, तिनौ खोला सँगै तरौँला। खैरेनीमा गेट अन्त्य दिल बस्यौ कि निर्माया हुनै छाड्यो भेट। यस्तै गीत सङ्गीतहरू डाली पलायो तर माया पलाइन, यति त टोलाइन झन्डै बोलाइन। यस्तै अत्यन्तै पुराना गीत सङ्गीतहरू सँगसँगै वन जङ्गलमा दाउरा घाँस गर्दै आफ्ना दिनचर्याहरू बिताइन्थ्यो। हो, आज त्यही याद आएको छ, त्यही सम्झना आएको छ। सङ्गीतले हाँस्न सिकायो, बाँच्न सिकायो, नाच्न सिकायो, त्यसैमा पनि मिठा गीत सङ्गीतको साथमा गाउन पनि सिकायो। र तिनै वन जङ्गल उकाली ओह्रालीमा गाइने तिनै अविस्मरणीय भाकाहरू आज एउटा छोटो गीत गुनगुनाउन मन लाग्यो। बिमा कुमारी दुरा दिदीको गीत र उहाँको आवाजमा रहेको भाका सुन फल्छ कि साइला दाई यही माटो चलाए भन्ने गीत गाएर सुनाउँछु है त। सुन फल्छ कि साइलो दाई यही माटो चलाए, किन जान्छौ साइलो दाई हङकङ र मलाए। सुन फल्छ नि साइलो दाई यही माटो चलाए, किन जान्छौ साइलो दाई हङकङ र मलाए। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण दर्शक श्रोतामा अत्यन्तै धन्यवादका शब्दहरू पोख्न चाहन्छु र समय मिल्यो भने फेरि अर्को प्रस्तुतिको साथमा तपाईँहरू बीच उपस्थित हुने अनुमति चाहन्छु। धन्यवाद।